नमस्कार भन्न चाहन्छु। सर्वप्रथम त तपाईहरु सबैजनालाई चाहिँ आउँदै गरेको क्रिसमसको हार्दिक शुभकामना। आज यहाँ धेरैजना तपाईहरु उभिरहनु भएको छ र तपाईहरुले हेरिरहनु भएको छ। हामी गीत गाइरहेका छौं, भजन गाइरहेका छौं र नाचिरहेका छौं र धेरैजनालाई कौतूहलता लाग्न सक्छ कि यो के गरिरहेका छौं। प्रिय दाजुभाइ दिदीबहिनीहरु, आजभन्दा 2000 वर्ष पहिले एसिया माइनरको इजरायल भन्ने ठाउँमा अनि एकजना व्यक्तिको चाहिँ जन्म हुन्छ, जो चाहिँ एउटा कन्या मरियमबाट चाहिँ कन्या केटीबाट जन्मनुहुन्छ अनि जसलाई प्रभु येशू ख्रीष्ट अथवा जीसस क्राइस्ट भनिन्छ अनि जो चाहिँ संसारको ज्योति भनेर पनि चिनिन्छ। यो कुरा तपाईहरुले पढिरहनु भएको होला। र उहाँ आजभन्दा 2000 वर्ष अगाडि यो धरतीमा आउनुभयो सारा मानव जातिलाई पापबाट बचाउनको लागि र उनीहरूलाई चाहिँ स्वर्गमा लानको लागि चाहिँ यो धरतीमा चाहिँ उहाँ आउनुभयो। प्रिय दाजुभाइ दिदीबहिनीहरु, पवित्र शास्त्र बाइबलले भन्छ मानिसले पाप गरेका छन्, सबै मानिस चाहिँ पापी छन् तर परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेर पवित्र शास्त्रले भन्छ। आज हामी चाहिँ सबैजना पापी छौं। विभिन्न तरिकाले हामी पाप गरिरहेका हुन्छौं। हामी आत्मामा पाप गर्छौं, हामी चाहिँ भौतिक रूपमा पाप गर्छौं। जसरी भए पनि केही न केही पापमा चाहिँ हामी यो संसारमा हामी छौं र यो पाप लिएर कोही पनि त्यो अनन्तको स्वर्गमा जान सक्दैन। प्रिय दाजुभाइ दिदीबहिनीहरु, किनभने पापको ज्याला पवित्र धर्मशास्त्रले भनिएको छ मृत्यु हो अनि यदि पापमै लाग्यो भने मान्छे चाहिँ नरक जान्छ, अर्थात् परमेश्वरदेखि मानिस चाहिँ अलग रहन्छ भनिएको छ। प्रिय दाजुभाइ दिदीबहिनीहरु, सुरुमा परमेश्वरले सारा सृष्टि यावत थोकहरु बनाउनु भयो। उहाँले ती सबै सुन्दर बनाउनु भयो, सबै कुराहरु सुन्दर थिए र त्यहाँ पाप थिएन। तर जब मानिस चाहिँ परमेश्वरको आज्ञा उल्लङ्घन गर्न पुग्यो त्यसपछि चाहिँ संसारमा चाहिँ पाप आयो र एकजना मान्छेको पापको कारणले गर्दा, जो पहिलो मान्छे जसलाई आदम भन्छौं, अनि उसको कारणले गर्दा सारा संसारमा भएका मानिसहरू चाहिँ पापी हुनु पर्यो र परमेश्वर र मानिस बीचको जुन सम्बन्ध छ त्यो सम्बन्ध चाहिँ टुट्यो त्यो बेला। प्रिय दाजुभाइ दिदीबहिनीहरु, अनि जसको कारणले गर्दा मानिस चाहिँ परमेश्वरसँग र अनि ऊ चाहिँ स्वर्ग जान नसक्ने भयो र फेरि पनि परमेश्वरले चाहिँ मानिसलाई प्रेम गर्न छोड्नु भएन र उहाँले चाहिँ आफ्नो एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई यो धरतीमा पठाउनु भयो। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो र उहाँमाथि विश्वास गर्ने कुनै पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। प्रिय दाजुभाइ दिदीबहिनीहरु, यो सिद्धैको उपहार। यदि तपाईले प्रभु येशू ख्रीष्टलाई प्रभु अनि मुक्तिदाता भनेर विश्वास गर्नुभयो भने तपाईको उद्धार हुनेछ र पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको छ, जसले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई आफ्ना सन्तान हुने अधिकार दिनुभयो। प्रिय दाजुभाइ दिदीबहिनीहरु, हामी हाम्रा पापहरू लिकन कोही पनि स्वर्ग जान सक्दैनौं, किनभने परमेश्वर पवित्र हुनुहुन्छ र धर्मी हुनुहुन्छ, जसकारणले गर्दाखेरि हामी शुद्ध हुन चाहिँ आवश्यक छ। किनभने स्वर्गको एकमात्र बाटो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। यूहन्ना 14:6ले भन्दछ कि यसले भन्नुहुन्छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ अर्थात् स्वर्ग पुग्न सक्दैन। यसकारणले गर्दा प्रिय दाजुभाइ दिदीबहिनी, हामी संसारमा हेर्ने भने धेरै बाटाहरू छन्। यो बाटो गए स्वर्ग पुगिन्छ, त्यो बाटो गए स्वर्ग पुगिन्छ भनेर विभिन्न दार्शनिकहरूले, विभिन्न धार्मिक अगुवाहरूले सिकाउँदै आइरहेको कुराहरू हामीले देखिरहेका छौं। तर प्रभु येशू ख्रीष्ट ढुक्क हुनुहुन्छ, उहाँ निश्चित हुनुहुन्छ र भन्नुहुन्छ, बाटो म हुँ, सत्य म हुँ, मद्वारा मात्र भएर स्वर्ग जान सक्छ भनेर येशूले भन्नुभएको छ। यसकारण प्रिय दाजुभाइ दिदीबहिनीहरु, पवित्र धर्मशास्त्रमा यो कुरा पनि लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिन्छु भनेर भन्नुभएको छ। आज संसारमा भएका हरेक मान्छे थाकिएको छ, किनभने पापले गर्दा मानिसहरू चाहिँ गलेको छ, पापले गर्दा मानिसहरू चाहिँ अझ भ्रष्ट हुँदै गइरहेको छ। त्यो बोझ छ हरेकको जीवनमा। यो बोझ लिएर कोही पनि तपाईँ र म चाहिँ स्वर्ग जान सक्दैन। यदि मैले तपाईलाई प्रश्न सोध्यो भने के तपाईँ स्वर्ग जान चाहनुहुन्छ? सबै तपाईँ भन्नुहुन्छ, म जान चाहन्छु भन्नुहुन्छ। किनभने यदि स्वर्ग जान तपाईँ चाहनुहुन्छ भने येशू प्रभु चाहिँ स्वर्गको एकमात्र बाटो हुनुहुन्छ र उहाँ बिना कोही पनि स्वर्ग पुग्न सक्दैन। प्रिय दाजुभाइ दिदीबहिनीहरु, यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ, माग तिमीहरूले पाउनेछौ भन्ने कुराहरू पनि छ, खोज तिमीहरूले भेटाउनेछौ भन्ने कुराहरू छ। यदि तपाईले चाहिँ परमेश्वरलाई माग्नुभयो, यदि तपाईले परमेश्वरलाई खोज्नुभयो भने प्रिय दाजुभाइ तिमीहरू तपाईले चाहिँ उहाँलाई पाउनुहुनेछ। किनभने येशू बिना कोही पनि जान सक्दैन, किनभने सारा मानिसहरू चाहिँ पापी छन् अनि यो पापलाई पखाल्नको लागि साँडे, बोका, राँगा, खसी, कुखुरा, हाँस जस्ता जनावरहरूको
रगतले चाहिँ यो पाप धुन चाहिँ असम्भव छ। यसकारणले उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई स्वर्गबाट यो धरतीमा चाहिँ उहाँले पठाउनु भयो ताकि हामी मानिसको चाहिँ उद्धार होस्, ताकि हामी मानिसको चाहिँ परमेश्वरसँग मिलाप होस् भनेर त्यो सागु भनेर प्रभु येशू ख्रीष्ट यो धरतीमा आजभन्दा 2000 वर्ष अगाडि आउनुभयो र उहाँले अनि सबै कुराहरू सिकाउनु भयो र उहाँले भन्नुभयो म फेरि आइरहेको छु। उहाँले भन्नुभएको छ म आउनुभन्दा अगाडि यी विभिन्न चिन्हहरू संसारमा हुनेछन्, प्रेम सेलाउँदै जानेछ अनि मानिसहरू चाहिँ स्वार्थी हुँदै जानेछन्, भूकम्पहरू आउनेछ, नयाँ नयाँ रोगहरू आउनेछन् अनि संसारमा धेरै डिसास्टरहरू प्राकृतिक प्रकोपहरू चाहिँ बढ्नेछ आउनेछ भनेर चाहिँ येशू प्रभुले आजभन्दा 2000 वर्ष अगाडि भन्नुभएको थियो र उहाँले भनेका अगमबाणीहरू चाहिँ आज संसारमा पुरा हुँदैछन्। प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी धर्म कर्म गरेर हामी असल काम गरेर हामी कोही पनि स्वर्ग जान सक्दैनौँ, किनभने हाम्रो धर्म कर्मले हाम्रो रुपियाँ पैसाले हाम्रो धन सम्पत्तिले किनेर हामी कोही पनि त्यो स्वर्ग जान सक्दैनौँ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, त्यसको लागि परमेश्वरको अनुग्रह र उहाँको त्यो विश्वास, उहाँको त्यो बलिदानमा हामीले विश्वास गर्नुपर्ने हुन्छ। जब हामी विश्वास गर्छौँ उहाँले चाहिँ तपाईँलाई हामीलाई चाहिँ उहाँले चाहिँ क्षमा दिनुहुन्छ र उहाँले अनन्त जीवन दिनुहुन्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, समय अहिले नै हो। यदि तपाईँले अहिले नै विश्वास गर्नुभयो भने तपाईँले नरकदेखि चाहिँ र मृत्युदेखि तपाईँले चाहिँ छुटकारा पाउनुहुनेछ र तपाईँले चाहिँ अनन्त परमेश्वरसँग तपाईँको मिलाप हुनेछ। के तपाईँ स्वर्ग जान चाहनुहुन्छ? समय अहिले हो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यो कुरा आज तपाईँलाई बताइरहेका छौँ। तपाईँले ध्यान दिएर सुन्नुभयो, यसको लागि धन्यवाद। तपाईँले परमेश्वरले तपाईँहरूलाई प्रशस्त आशीष दिनुभएको होस्। धन्यवाद।